तो चलिए शुरू करते हैं। चुनाव अगाडि त तपाईँ मै प्रधानमन्त्री बन्छु भन्नुहुन्थ्यो, अब के भन्नुहुन्छ? जनताले चुनेको भए हुन्थ्यो, अब जनताले चुनेन, त्यसमा अब जनताको फेरि निर्णय भन्दा ठुलो त मेरो तपाईको बोली त होइन। समीक्षा गरौँ न, किन चुने त्यो अब जनतालाई नै सोध्नुपर्छ। अलि लोभी पनि हुनुभयो, किनभने मेयर हुँदा हुँदै दौडिएर मलाई मन्त्री या प्रधानमन्त्री बनाऊ भन्न जानुभयो। यो चाहिँ यस्तो छ सर, मैले अघि भने नि, लोभी भन्दा पनि जुन देश बनाउनका लागि एउटा पालिकामा मैले सङ्घर्ष गरिरहेको छु त्यो देशै रहेन भने त्यो पालिका रहन्छ त? यो अहम प्रश्न हो कि। तपाईँ मन्त्री र प्रधानमन्त्री नहुँदा नि देश त छ। 1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खोड्याङ खोड्याङ भन्नु त एकचोटि, खोड्याङ खोड्याङ भन्नु न तपाईँ। खोड्याङ 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 भनिरहँ न, भनिरहँ, खोड्याङ भन्नु न। कस्तो लजाको, देश बनाउने कुरामा लजार हुन्छ पत्रकार? खोड्याङ खोड्याङ भन्नु न, खोड्याङ 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 है। 1 करोडवटा बेलचा खोड्याङ खोड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भनेर सेटेलाइटबाट हेरोस् न। के बोले भाइ? के बोले? हेर्दा त राम 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 र लो अब नेपालीहरूसँग सकिँदैन रहेछ भन्नुहोस् न। त्यो दिन हामीले नबनाउने।